यही भनेको छ मुन्दाइ कुइचिबानमा दासुतो कुरुसुगा चुखाइ नाइ बास्योनो सैसोनी सिउ सुरु सिकी जाय हो सितारा एराबी नासाई भनेको छ। डस्ट क्रस भनेको त भनौँ न त्यो कपडा तल चाहिँ के हुन्छ भने कपडा लगाएर डस्ट क्रस जुन धुलोहरूलाई पुछ्नेलाई भन्छन् डस्ट क्रस है। त्यही भनेको छ डस्ट क्रस प्रयोग गर्न नमिल्ने ठाउँ सफा गर्दा अथवा सफा गर्न प्रयोग हुने उपकरण छान्नुहोस् सिकिजाई छान्नुहोस् भनेको छ। अब हामी बुकमा पनि के पढेको हो भने जहाँ दासुतो प्रयोग गर्न मिल्दैन नि त त्यहाँ चाहिँ जिजाई कि बोकी झाडु प्रयोग गर्न मिल्छ है। जिजाई कि बोडी जिजाई कि बोकी चाहिँ के हुन्छ भने प्रयोग गर्न मिल्छ है, झाडु चाहिँ प्रयोग गर्न मिल्छ। अर्को छ देखी बुरासी डेस्क ब्रस। अर्को रहेछ सिधा बौकी। सिधा बौकी भनेको सिधा झाडु हुन्छ के त्यो यस्तो छर्के अब सिधा पिक्चरमा हेर्नु न, अब यहाँ कसरी भन्नु होइन, त्यही सिधा खालको हुन्छ, सिधा झाडु भन्छ यसलाई। ल जिजाई बोकी है, यो चाहिँ इम्पोर्टेन्ट प्रश्न, एकदमै इम्पोर्टेन्ट प्रश्न र धेरैचोटि exam सोध्ने, जहाँ पनि सोध्ने प्रश्न चाहिँ बिल्डिङ क्लिनिङमा यो हो। र अर्को बोल्दै उनी छ जिजाई बोकी ओ चुखाते सैसो सुरु तो कि दोको ओ मोची मास्का भनेको छ है। अब जुन 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 के भन्छ भने जिजाई बोकी जुन झाडु छ है, झाडु प्रयोग गर्दा कसरी समात्नु पर्छ र कहाँ समात्नु पर्छ भनेर सोधियो। अब छ सेन्तान ओ उयेनो तेनो ओया युबिदे ओसाइरुयोनी निगिरुन्दा भनेको छ। अब यसले के भन्न खोजेको छ भने माथिल्लो जुन हुन्छ, माथिल्लो हातको जुन औँलाले टुप्पो थिचेर समात्ने। अर्को धोको देमो मोते मोइदेस, अब जहाँबाट समाते पनि ठिक छ, समस्या छैन। अर्को मोची खाता वा किमेते आरिमासेन, जुन समात्ने जुन छ नि निर्णय भएको छैन, निश्चित भएको छैन भनियो। ल कुन हुन्छ भन्नुहोस् त यसमा? एवान हुन्छ धेरैचोटि नि। धेरै एभान एवान हुन्छ। बुढी हो औँलाले अचटेर गर्ने हो नि सरसफाइ जहिले होइन र? पनि हो, जहाँ पक्रिए पनि हुँदै हुँदैन है। त्यसको तरिका के थियो भने बुढी औँलाले छोप्ने भनेर थियो नि त, त्यही भएर त्यो चाहिँ एभान भयो। र यसको निश्चित भएको छैन, कहाँ निश्चित भएको छैन, बुढी औँला लिएर थिच्ने भनेर छ त, त्यही भएर एभान भयो। त्यही भएर यो जुन ओया युबी हुन्छ ले टुप्पो हल्का खिचेर समात्दा के हुन्छ भने जिजाई बोकी जुन हुन्छ नि झाडु हुन्छ, त्यो किन हुन्छ भने एउटा काम गर्छ, कसैले ठोकियो भने चोटहरू लाग्नबाट बचियो, वालहरूमा टच भयो भने के थियो भने कलर उड्नबाट स्क्रच लाग्नबाट पनि बचियो। र अर्को चाहिँ जिजाई बोकीको जुन टुप्पोमा जुन औँला राख्नुहुन्छ नि, तपाईँहरू चाहिँ अब रुममै आफै मारेर एकचोटि हेर्ने, राम्रोसँग निरन्तर के हुन्छ भने नियन्त्रण हुन्छ के, जता तपाईँ मन गयो त्यतै घुमाउन सक्नुहुन्छ। र यसले फोहोर राम्रोसँग जम्मा हुन्छ पनि र हात पनि कम दुख्छ। त्यो समात्ने तरिका भयो। ल सान भन्छ जिजाई बोकी जिचु तो किते नो खान खाकुदाई ताई दोनो कुराई आरी मस्का भनेको छ। अब चाहिँ यसले के भन्न खोजेको छ भने अब जिजाई बोकी जुन झाडु छ समाउँदा दुई हातको दूरी कति हुनुपर्छ। ल यो पनि धेरै नै इम्पोर्टेन्ट प्रश्न छ र धेरैचोटि मैले भनेको छ, कति हुनु पर्यो यो एभान हो 45। एभान। 40 देखि सबैजना 50 हो 40 देखि 50 हो, 40 देखि 50 सेन्टिमिटरको फरक हुनु। जुन राइट साइडको जुन छ मिगी हात छ त्यो ओया युबीमा भयो, ऊ बुढी औँलाले टुप्पोमा तपाईँ समात्नुहुन्छ भने त्योदेखि के भन्छ 30 देखि 40 सेन्टिमिटरको फरक हुनु पर्यो के, हिधारी हात हिधारी अनि तपाईँले हो 40 देखि इङ्ग्लिस। 50 भन्नुभयो त भयो अरे फेरि। ए 30 देखि 40 को मेन 30 देखि 40। को एउटा के अरे साथीले भन्दै हुनुहुन्थ्यो 40 देखि 50 भनेर। होइन होइन, कसले भन्यो 30 देखि 40 है, बुकमा छ त 30 देखि 40। त्यही त बुकमा ल 30-40 भनेको, हजुरले 40-50 भन्नुभयो कि त्यही भएर कन्फ्युज भयो कि म, त्यही भएर। त्यो चाहिँ यो निस्केर हो, त्यो चाहिँ 30 देखि 40, तर क्रस चाहिँ त्यसैमा लगाएको, दिमाग चाहिँ त्यसैमा गएको, बोल्न चाहिँ फरक भयो। ल अब के हुन्छ भने जुन दुईटा हातको हुन्छ नि 30 देखि 40 सेन्टिमिटरको दूरी चाहिँ राख्दा झाडु सजिलै चल्छ कि, राम्रोसँग पनि चल्छ। न अर्को चाहिँ के कुरा हुन्छ भने त्यही राम्रोसँग चलाउन, अर्को चाहिँ थाकाइ कम लाग्न सक्छ, त्यहीको लागि हो। अर्को बन्दाइको यो हुन्छ हितोनी बुचु खात्ता तोकी नान्गा नान्गा गा भनेको छ कुस्योन नो याकुवारी ओसी मास्का भनेको छ। यो पनि थियो हाम्रो त्यहाँ किताबमा। मानिससँग ठोकिँदा कुन भागले
कुसन है, कुसन भनेको ठोकियो भने चोट नलाग्नको लागि कुसन भन्छ, झट्का कम गर्नको लागि जुन हुन्छ झट्का कम गर्ने को काम गर्छ भनेको छ। को भएको यसमा तेनो हिरा भनेको हातको हत्केला भयो र हितोसासी युबी भनेको कस्तो भने चोर औँला भन्छ, के भन्छ त्यसलाई, चोर नै औँला भन्छ। अर्को चाहिँ यो भनेको ओया युबी भनेको बुढी औँला है। अर्को चाहिँ टेकौ भनेको त्यो हातको पछाडिको भाग कुन हो? कुसनको काम कसले गर्छ यो मध्ये? सिवानले गर्छ। ओया युबी चाहिँ गर्छ है। मान्छेलाई ठोकियो भने के हुन्छ भने झट्का कम, चोट लाग्न पनि कम गरियो। अघि भने नि त अर्को कुरा के हुन्छ भने वालहरूमा लाग्यो भने कलरहरू पनि जानबाट बच्छ। अर्को मनदाईको के छ, जिजाइबो कि वा स्यु सुरु त कि युकाकारा हानासा न योनी हाकी मास भनेको छ। अब यसले के भन्न खोजेको छ, तपाईँहरू के बुझ्नुभयो यसको? जुन हुन्छ जिजाई झाडु छ, जिजाई बोकी छ, झाडु प्रयोग गर्दा भुइँबाट नउठाई सफा गरिन्छ। भुइँबाट त्यो उठाउनु भएन, नउठाइकन के छ, नसानायोनी हाकिमा नउठाइकन सफा गरिन्छ। कुन हुन्छ, मारु कि बाचु? बाजु होला। बाचु मारु हुन्छ सन्चै। यो त थाहा भएन सन्चै एक्ज्याक्टली। यहाँ के थियो भने हामी जिजाई बोकी चाहिँ पढ्ने बेलामा के थियो भने तपाईँले चाहिँ नउठाइकन अगाडि पछाडि गर्नुपर्छ है, अगाडि पछाडि गर्नुपर्छ है भनेर भनेको। किन गर्ने? यदि तपाईँ उठाउनु भयो, जिजाई बोकीमा के हुन्छ, बलुवाहरू हुन्छ, यदि तपाईँ उठाउनु भयो भने झर्छ, के त्यो झर्छ। अहिले किताबमा हेराउँछु। त्यही भने जिजाई बोकी जुन सफा गर्दा झाडुको जुन ब्रस हुन्छ, युका जुन हुन्छ, भुइँसँग छोइरहनु पर्छ के। त्यो चाहिँ उठाउनु भयो भने त्यसको बलुवाहरू जुन हुन्छ, फोहोरहरू झर्छ। यदि बिचबिचमा उठायो भने त्यो धुलो उड्छ के, धुलो पनि उड्छ र फोहोर राम्रोसँग जम्मा हुँदैन। त्यो जिजाई बोकीलाई याद राख्ने। र अर्को कुरा के हुन्छ भने त्यसैले जुन भुइँबाट नउठाइकन सफा गर्नु नै चाहिँ के हो भने सही भनेर के हो। र पिक्चरमा पनि है क्यान्सिल क्रस किताबमा पनि यो चाहिँ गर्नु भएन भनेर छ त। अर्को यस्तो फेरि यहाँ छ त, यही लेखेको छ त, हेर्नुहोस् त, हाकी त मेरु तोकोरो दे केसाकी ओ खारुकु ओसाइरु त गोमी हो माकी चिरासा नै भनेको छ। त्यही तल पनि त तपाईँले अप्सन राखिदियो त, बुझाइदियो त। यदि है झाडु उठायो भने त्यसलाई चाहिँ फोहोरहरू झर्छ है भनेर, सबै कुरा गोमीहरू चाहिँ छरप्रष्ट हुन्छ है भनेर भनिदियो त। यो तपाईँहरू हेर्नु भयो है, म पनि हेरेन अहिले, म पनि ध्यान अहिले गरेँ। ल मारु हुन्छ, मारु राख्ने बाँचु नै। रुकु भन्न मुन्दाईको रुकु छ, जिजाई बोकी ओ हारावा नाइदे तोमे मास भनेको छ। त्यही कुरा यहाँ पनि आयो नि त, झाडु प्रयोग गर्दा है अन्तमा झाडु के हुन्छ, नछाली रोक्नुपर्छ। नछाली अथवा नउचाली हरावा नाइ भनेको त हरा, यसलाई नतिरिकन रोक्नुपर्छ भन्दा पनि भयो, तर अलिकति मिनिङ राम्रो लागेन, त्यही भएर नउचाली हुन्छ नि। त्यही यसमा के हुन्छ, मारु नै भयो। यसमा पनि माथिकै कुरा आइदियो त, सिमिलर नै कुरा भयो। यदि उचालियो भने झाडु रोक्ने बेला चाहिँ नछालेर के बिस्तारै रोक्नुपर्छ। नछालेर भन्नाले कस्तो हो भने यो झाडु त रोक्नु यस्तै एकदम फास्ट म गर्ने के होइन, बिस्तारै झाडुलाई रोक्ने। अनि यस्तो गरियो भने यहाँको उठिहाल्छ। यदि तपाईँ चोटले रोक्नुभयो यहाँको यहाँ भइहाल्छ, पर गइहाल्छ। फेरि तपाईँलाई चारैतिरबाट गोलो बनाउनु पर्यो। त्यही भएर त्यस्तो आरामले गर्नु पर्यो के। त्यही भएर यसलाई पनि मारु नै राख्नु पर्यो, मारु नै हो। कुन थियो ल, त्यसपछि अर्को के रहेछ भने नानाभानको। नानाभान चाहिँ यो हेमराजले पढ्नुहोस्। जिजाई बोकी नम्बरको मारु बाचु होइन,
बाछु कसरी भयो यहाँ हेर्नु जिजाइबो कि हो हरावा नाइ दे तोमे मास हरावा नाइ भनेको के लास्टमा तपाईँ झाडु भयो झाडु भनेको जोरले खिचेर नरोक्ने भनेको छ हरावा नाइ दे तोमे हरावा नाइ दे तोमे मास यसको के भन्न खोजेको छ भने झाडु नछालेर रोक्नुपर्छ मारु 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 नै भयो त हरावा नाइ दे तोमे मास भन्नाले यो के हुन्छ भने लास्टमा गएर जोरले के भन्छ उचालेर नउचालेर रोक्नुपर्छ के नाइदे भनेको छ नि त यो मारु भयो यदि झाडुले तपाईँ जोरले भने नि त यदि आरामले रोक्नु भयो भने फोहोर यहीँ बस्छ यदि तपाईँ जोरले रोक्नु भयो भने फोहोर उडेर त्यहाँ जान्छ सबै धुलो बलुवाहरू सबै टाढा पुग्छ त्यही भएर यसलाई मारु राख्नु पर्यो बाँचु भएन यहाँ तपाईँलाई हरावा नाइदे भनेर यहाँ चाहिँ यो चाहिँ कन्फ्युज पार्यो ल नाना बान पढ्नुहोस् झिझै बोकी इत्तान चुखाउते चिगाउ भाष्य अनि इदौ सुरुतोकी नानियो सिमासका के भन्नु भौको खोजेको छ गोमियो ओतोसी तेकारा इदौ सिमास गोमियो ओतोसा नाइ दे चुखाउनो भाष्य इदौ सिमास जीवन खा सुकिनायो नि इदौ सिमास हाम्रा यही नम्बर सामने में नेपाल नेपाल गोदे सिचुमे सिमासो झाडु लगाउने बेलामा जिदो भाष्य नजिकैको ठाउँमा जम्मा गर्नु गर्दा ठिक के हुन्छ भनेको भनेको छ हेर्नुहोस् नानापानको जिजाइबो कि इत्तान चुखाते चिगौ बास्यो नि इदौ सुरु भनेको सार्नु के सर्नु एक ठाउँबाट अर्को ठाउँमा जानु सुरु त कि नानी ओसीमास का भनेको छ जुन झाडु हुन्छ नि झाडु के गर्नु पर्यो भने एक ठाउँ सफा गरेपछि अर्को ठाउँमा जाँदा के गर्नुपर्छ अर्को ठाउँमा सर्दा के गर्नुपर्छ तपाईँ यहाँ झाडु मार्नुभयो अब तपाईँले यहाँबाट अर्को ठाउँमा झाडु मार्न जानुपर्छ र त्यति बेला चाहिँ तपाईँले के गर्नु पर्यो के गर्नुपर्छ भनेर प्रश्न राखियो अब यसले भन्छ बोकिनु गोमी हो ओतोसिते कारा इदौसीमा छ है झाडुमा लागेको फोहोर झाडेर अर्को ठाउँमा जानु भन्यो अथवा जानु भन्यो जुन अब लाइक यो रुममा तपाईँ सफा गर्नुभयो यसले सानो यो रुममा सफा गर्नुभयो अब अर्को रुम जानु सक्छ यो रुम त अब यो सफा गरेपछि त्यो झाडुलाई अर्को रुममा लानको लागि के गर्नु पर्यो भने यही छ एकै नम्बरमा छ झाडुमा लागेको फोहोर झाडेर अर्को ठाउँमा सर्नु पर्यो यो चाहिँ अब के छ यसमा के गर्ने इरिगेसिएर झारिदिने अनि बल्ल तब अर्कोमा जाने एकै नम्बरमा छ अर्को रहेछ गोमी हो ओतो ओतो सानाइ दे चुगिनो बास्योने इदौसीमा अब फोहोर नझारी अर्को ठाउँमा जानु अब यहाँ झाडुमा फोहोर भरेको छ अर्को ठाउँमा जानु भयो भने तपाईँ कसरी लानु पर्यो कि त झाडु को जुन गुच्छा छ त्यसमा प्लास्टिक बाँधेर लानु पर्यो अब जसरी गए पनि चिरितोरीमा राखेर जान मिल्ला नि त होइन के छ भने त्यो त्यसलाई यहाँ त झाडे त उठाउने हो नि त त्यो झाडु सार्ने बेला भन्दैछ के लाइक तपाईँ के गर्ने इरिगेसिएर झार्ने अनि अर्को निर जाने के अर्को निर जाने यहाँ इरिगोचिनेर सबै त्यो रुमभरिको जति फोहोर भयो जम्मा गरिदिने अनि अर्को ठाउँमा जाने अलि त अब त्यो उठाउने जुन भाडा छ त्योबाट त उठाउने हो नि त फोहोर त्यो झाडुको कुरा गर्दैछ क्या यदि एक ठाउँमा झाडु मारिसकेपछि अर्को ठाउँमा झाडु लिएर जाँदा के गर्नु पर्यो सार्नु पर्दा के गर्नु पर्यो भन्दैछ अर्को जीवन गा सुकिना यो नि इदौसीमास आफूलाई मन लागेको तरिकाले गर्ने आफूलाई जे मन लागेको छ त्यो अनुसारले सार्ने त्यो पनि भएन त्यही भएर एकै नम्बर भयो के गर्नु पर्यो झाडुमा लागेको फोहोर झाडेर अर्को ठाउँमा सार्ने भनेको छ चिमानको छ खाबे गिवा ओ हाकु तो किवा हाबाकिनी फुरेना यो नि कि ओ चुकेते यारिमास भनेको छ है अब जुन हुन्छ नि भित्ताको छेउ जुन भित्ताको छेउमा सफा गर्दा भित्ताको तल्लो भाग भनेको हाबाकी नि फुरेना के भन्छ बेसबोर्ड है बेसबोर्ड नछुने गरी सफा गर्नुपर्छ मारुकी बाचो
मारु यसमा त हो जे टुलमा पनि के भनेको हरेक टुलमा बेसबोर्ड नछुनुहोस् है, बेसबोर्ड चाहिँ हावाकी म नछुनुहोस् है भनेर भन्नु, जे टुलमा पनि त्यही कुरा भन्यो, आरामले गर्नु पर्यो। फेरि चाहिँ त्यो बानमा छ हाकिसै सोनो जुन रोनी चुइते तदासी कोतो एराबी नासाई भनेको छ है। झाडुले सफा गर्ने सही क्रममा छान्नुहोस् भनेको छ। झाडुको सफा गर्ने जुन क्रम चाहिँ छान्नुहोस्। एक नम्बरमा छ गोमिओ च्युओ कारा खाबे गिगावानो इखास्यौनी आचु मेरो। अर्को दोस्रो नम्बरमा राखेको छ गोमिवा खाबे गिवाकारा च्युओनो इखास्यौनी आचु मेरो। दोको कारा भनेको छ दोको कारा। अब चाहिँ यो के हो, के को खान्थ्यो? किमेरु मोइदेस। किमेरुको ल कुन हुन्छ? अब तपाईँहरू मिलाउनुहोस्। बिवान होला नि। बिवान हो, बिवान हुन्छ। भित्रबाट एक नम्बरमा के छ भित्रबाट भने चाहिँ निकालेर कारा हो। अब यसले के फोर बिचबाट भित्तातिर जम्मा गर्ने है। के छ भने फोर के गर्नु भने बिचबाट भित्तातर्फ जम्मा गर्ने, त्यो त भएन। अर्को दोस्रो नम्बर के छ, फोर भित्ताको छेउबाट बिचको एक ठाउँमा जम्मा गर्ने। यो चाहिँ भित्ताबाट चारैतिरबाट के थियो, चारैतिरबाट बिचमा सफा गरेर लानुपर्ने थियो, अन्तिममा इरिगेसनमा ढाल्नु पर्ने थियो। यो चाहिँ राइट भयो। दोको कारा हाजी मेते मोइदेस, जहाँबाट सुरु गरे पनि ठिक छ भन्यो। ल यो चाहिँ भएन, यो पनि भएन। ल ज्युबानमा भनेको छ खाइदान नो सै सोनी चुइते तदासी कोतो एराबी नसै। खाइदान भनेको अब हामी सिडी तर्फ गयौँ है। सिडीमा झ्याङ जुन छ, सिडी सफा गर्दा सही कुरा छान्नुहोस्। सही के रहेछ भने इचिबान निबान सानबान। अब प्रश्न चाहिँ थाहा भयो। ल यस्तो किरण ओफिसियल सालले पढ्नुहोस् ज्युबानको। जुबानको है खाइदान नो सेसोनी चुइते तादसी कोतो एराबी नासाई। जिको ओ ओ ओको सानाई योनी मावारिया सिकिजाई ओ ओकु बासियोनादो किकु बारी ओ सुरु। अनि बी नम्बर मोनोवा ओको दो सेन्नी ओकु मोनोवा सुमिनी ओकानाई भनेपछि ए को हुन्छ। भनेको जिको ओको नाइयो नि मावारिया सिकिजायो ओको बास्यो नादो किकु बारी ओ सुरु। अब दुर्घटना नहोस् भनेर है, दुर्घटना नहोस् भनेर वरिपरि र सामान राख्ने ठाउँमा ध्यान पुर्याउनु। अर्को मोनो हो बौद्धो होकौदो सेन्नी ओकु भनेको सामान चाहिँ हिँड्ने बाटोमा राख्ने, जहाँ मान्छेहरू हिँड्ने रहेछ त्यही बाटोमा राखिदिने, त्यो त भएन। मोनोवा सुमिनी ओकानाई भनेको सामान चाहिँ कुनामा चाहिँ नराख्ने, त्यो पनि भएन। ल यहाँ चाहिँ यो नभएर मोनोवा सुमिनी ओकाना नाइ तो राखिदिएको भए यो चाहिँ हुन्थ्यो। ल यहाँ चाहिँ राइट फर्ममा राखेको छ आरिमासेनको नाइ। लाज मिलासन यति नै भयो, धेरै नै हुन्छ जस्तो लाग्यो। ओके सेन्से। ल यो 10 नम्बरसम्म सरसर एक्चुअली फेरि हेर्ने र त्यसपछि भोलि